कहिले सब भइरहन्छ भाइले जुका हगेर आइरहन्छ ए डाक्टर साहब औषधि नचाउनुहोस् बाउ मर्यो नि हामीलाई चाहिँ बचाउनुहोस् भात पच्दैन रोटी फाफा पानी चलाउनु एकचोटि हे बिरामीलाई छेउतिर ढलाम फाफा छैन यसैले काम चलाम खै राम्रैसँग उपचार गर्ला बाबुजुका देखाइदेऊ डाक्टर अघिको औषधिले काम नगरे अर्को औषधि फेर्नुहुन्छ मैले होइन म्याडमले हेर्नुहुन्छ यो डाक्टरलाई ठटाउँदै रातिमा जुगा परे नापेछ छातीमा बिरामी सङ्कति छ नगत पहिला जुगा थुद्दिम कि रगत कन्फर्मै छ कलौटे बाजानी भाइ नि गए भन्नुहोस् त कहाँ जाने बाटो काटी चपारिहाली धेरै जरी नखोज भएकाले परौला नि सिधा बस कसरी बसेको हो र भाइको थल्लो पेट खसेको माटो काटी चपारिहाली धेरै जरी नखोज भएकाले परौला नि मलाई दबाई जुगाको दिएर जाऊ कलौटेलाई चाहिँ भेटनरी लिएर जाऊ ए बहिनीलाई नि ठिक हुन्थ्यो अलि यता आइछ जा भने थापतली हे यस्तो डाक्टर हुन्थेनन् टिचिङको यिनीहरू परेछन् घिचिङको धेरै जरी नखोजकाले परौला हे झन्झन सिरियस हुँदै पो गए के गर्ने हो तिनजना मर्ने भए हे नारी पनि दुई थरी आएको छ यो नानी त दुई जिउकी भएको छ हे चटपट बेच्दै हिँडी दिन ठेलामा बुढा बिरे छन् यस्तै बेलामा माटो काटी चपारिहालीमा धेरै जोडी नखोजाएकाले परौला नि ज्यानको पालीमा हे ठेला चढ्छु चढ्दिन म अगाडि सागर आथ्यो 32 दिन अगाडि माटो काटी सागर भन्ने रहेछ मरेको 15 दिन हो वाकवाकी गरेको